हेलो हेलो नमस्ते म चाहिँ सबै ढकाल है। आज हामी चाहिँ शनिबारको दिन यसो पुम्दीकोट मन्दिर दर्शन गर्नको लागि हिँडेको छौँ होइन। यतापट्टि हुनुहुन्छ यतापट्टि पनि हुनुहुन्छ है। बिच अपलोड दिइरहन्छौँ है गाइज। पुम्दीकोटको लागि हामी लाभाको लागि हामी 15 जना छौँ होइन। आँटेपछि आँटिहाल्ने क्या है। त्यसरी मजा आउँथ्यो नि बनाउँथ्यो यहाँबाट भिडियो। हामी कतिजना छौँ गाइजहरू? हामी 12 जना है। 12 जना भएर सब पुम्दीकोट मन्दिर दर्शन गर्न हिँडेको छौँ। हेरौँ हामीहरूको ट्रिप चाहिँ कता पुग्छ होला। पुम्दीकोट भने हिँडिसकेपछि नाटम पुम्दीकोट पुग्ने पूजा हो गाइस होइन। यस्तो दिप्छ जय भोलेनाथ। रेसी आँटी हो क्या होइन गाइस। गाइस यस्तो टोली भयो है। हामी पनि छौँ होइन। दुईवटा छ एउटा आइफोन भिडियो बनाइन। पुम्दीकोटको दर्शन ओइ कमल मोबाइल खै पुम्दीकोट हाम्रो टोली 15 जना 12 जना 12 जनाको टोली छौँ। बिचमा थपिरहने मुनि हुनुहुन्छ। हामी हिँड्दै जाने योजना छौँ है त। के हुन्छ अपडेट दिइराख्नु है त। ल 1 घन्टा त हिँड्नुपर्छ भने छोटो मिठो विश्राम गर्दै गर्दै हिँड्नुपर्छ है त। हामी गाइज अलिकति माथि आइसकेका छौँ होइन। गर्मी पनि गर्मी भयो क्या। अनि साह्रै देखेको चाहिँ पोखरा भेली है। पोखरा भेली छ पुम्दीकोटको दर्शन हो। महादेवलाई भेट्न हुन हिँडेको। महादेवसँग भेट्न हुन हिँडेको खै गाइज। थाक्यो हलसँग त भएन नि त है। हाम्रो यो टोलीमा धेरैजना छौँ हामी। पूर्वदेखि पश्चिमसम्मका पुरै टोटल्ली छौँ होइन। हामी पुरै 7 बजे छोटी छौँ है है। हामी 7वटा प्रदेशबाट छौँ है। हामी पुरै 7वटा प्रदेशबाट एक जना पनि छौँ। टोटली त 12 जना छौँ। एउटा प्रदेश 2-3 जना हुनुहुन्छ होला। तर समग्रमा भन्नुपर्दा एउटा प्रदेशबाट 1 जना चाहिँ छुटेको छैन है। आराम गर्ने टाइम आयो भने सबैले पुगिसकेको होला यार। हेलो गाइस हामीले बाटो हिँडेर बाघ पनि देखेका छौँ है होइन गाइस। बाघ टोटल्ली बाघै देखेका छौँ क्या हामी। शिव मन्दिर हिँडेको गाइस। शिव भगवान्ले यहीँ बाटो पठाइदिए जस्तो छ। खाऊ अलिअलि सबैजना फेरि बाटोमा खानुपर्छ। कतै हेऱ्यो भने पानी। हामी फोटो स्टेसन चलिरहेछ यहाँ साथीहरूको है। हामी उहाँ माथि पुग्ने हो त्यहाँ उहाँ डाँडा त्यहाँ देखा नि उहाँ पुग्ने गाइस। हामीहरू हामी पुम्दीकोट हिँडेको है। हिँड्दै स्तुपा भेट्टा फेला पऱ्यो। अब स्तुपा पनि दर्शन गरौँ।
हामी लगभग हामी कति आधा घन्टा हिँड्यो है आधा घन्टा हिँडेर हामी यहाँ आइपुग्यौँ अझै आधा घन्टा चाहिँ लाग्छ अब पुग्न त कुन्दिकोट पुग्न त होइन बेला बेलामा अपरेट चाहिँ भइरहन्छ क्या गाइज अब दर्शन गर्ने अनि जाने गाइज होइन फेवाताल पनि छ पर पारिपट्टिमा के अरे हो फेवाताल छ होइन हो त्यहाँ फेवाताल छ गाइज होइन यतापट्टि चाहिँ मन्दिर छ फेवातालमा अब हामी चाहिँ अब झरहर महादेव शिवको दर्शन गर्न हिँडेको होइन दर्शन गर्न हिँडेपछि जस्तो भक्ति त जगाउनु पऱ्यो नि मनमा भक्ति छ श्रद्धा भक्ति लिएर दर्शन गर्न हिँडेको छौँ पारियो अर्को डाँडो चाहिँ सलङकोटको डाँडो होइन अब हामी चाहिँ सलङकोट भन्दा अझै अर्को डाँडामा चढ्दैछौँ पुन्जीकोट होइन गाइज सक्नुहुन्छ गाइजहरू यी यहाँ माथि सत्यता फेवाताली सट्ट देख्न सकिन्छ यो भन्नु चाहिँ हाम्रो फेवाताल हो होइन त्यस्तो हामी सट्ट यस्तो हिँड्दैछौँ स्तम्भाई बौद्ध स्तूपा आइपुग्यौँ हामी अन्त पोखरा पोखरा नै हो क्या होइन घुम्दै हिँड्दै मलाई बिराज हिँड्दै मलाई घुमाउनु गयो भने ट्रेकिङ हुन्छ ट्रेकिङ गर्दैछौँ गाइस हामी यहाँ अब स्तूपमा यसो फोटो खिचिरहेको छौँ जाम घुम्न अनि जाम भनेर गाइस हामी हाम्रो टोलीहरू यहाँ अगाडि पुगिसकेका छन् कोही म पछाडि छन् अनि त्यस्तो बाटो गाइजहरू हामी 12 जनामा कोही कता तर लक्ष्य चाहिँ एकै ठाउँमा पुग्ने छ होइन त्यहाँ छन् हाम्रो ट्रली यहाँ हुनुहुन्छ अनि म छु पछाडि पनि हुनुहुन्छ होइन नो टिकट नो भिडियो अब गाइज यहाँ बनाउन मिल्दैन शान्ति चुप्प है त गाइज स्तूपा गाइज बौद्ध स्तूपा भिडियो खिच्न पाइन्न भने बौद्ध स्तूपा है गाइज भिडियो बनाउनु पाउँदैन भिडियो चाहिँ बनाउनु पाउँदैन हामी बौद्ध हामी पूर्णिमा उहाँ पनि हो गाइज हामी उहाँ पनि अब हामी चाहिँ यहाँ छौँ गाइज फाइनल्ली हामी स्तूपा घुमेर पुरा स्तूपा घुमिसकेका छौँ होइन अब यहाँ त फेरि पुन्जीकोटको स्तूपा त्यहाँ छ होइन बौद्ध स्तूपा पुन्जीकोटको यात्रा होइन यात्रा पुन्जीकोटको साथीहरू कति अघि गइसक्यो है होइन अब कति छ पछि छन् थाहा भएन अब आफ्नै जुट छ अहिले 3-4 जना ठाउँमा छन् 4 जना ठाउँमा छन् होइन छुट्टा छन् तर केही छैन सबैको लक्ष्य पुन्जीकोट पुग्ने हो फेवाताल है हाम्रो टोलीहरू चाहिँ माथि पुगेका छन् माथि छन् हाम्रो टोलीहरू माथि छन् हामी 3 जना पछि होइन ठिक छ मोबाइल गर्नुपर्छ गाइज 2 दिनको जिन्दगानी यहाँ रमाइलो चाहिँ गर्नुपर्छ होइन पानी हाल्दैछ होइन
ढुङ्गे पनि पोखराहरू त्यत्रो गाई पाल्ने होइन बस्छ होइन अन्त है यात्रा हिँडिहाल्नु पाइनु चान्सै छैन होइन सक्नु हुँदैन पनि हिँडिरहेका छौँ हाम्रा साथीहरू हाम्रो टोलीहरू यहाँ हुनुहुन्छ पानी खाँदै हुनुहुन्छ भने कोही पछि आउँदै गाइस हामी चाहिँ फाइनल्ली आउन लाग्यो है आउन चाहिँ लाग्यो होइन उहाँ माथि छ ठ्याक्क छाँडा हाल्छेको क्या त्यहाँ माथि त डाँडो हो होइन पुन्दिकोट भन्नु त्यो शिव मन्दिर शिवको छ नि त्यही हो नि है हामीहरू होइन हाम्रा साथीहरू उहाँ छन् गाइस होइन हिँड्दैछन् कोही फोटो खिच्दै हुनुहुन्छ पछाडि यात्रा चाहिँ राम्रो रमाइलो गर्नुपर्छ हेलो दाइ के छ यसो हाइहाल्नु भन्दिनँ हामी चाहिँ सट्टा ट्रिप छौँ कोही अगाडि पुग्नुहुनेछ कोही यहाँ छौँ कोही पछाडि पनि हुनुहुन्छ फोटोसोटो खिच्दै हुनुहुन्छ भने फाइनल्ली हामी पुङ्दीकोट डाँडामा आउनु लागिसकेका छौँ मन्दिरमा हामीसित बेला बेला बाधा अब पाइहाल्छ बाटो सानो मसिनो जङ्गल हुँदै आएको है ट्रेकिङ भन्छ नि त ट्रेकिङ गर्दै आएको हामी त्यत्रो बाटो हिँड्नु है जे पनि शिव भगवान् रक्षा गर होइन शिव भगवान्ले रक्षा गर्नुहुन्छ अनि पुङ्दीकोट सिँढी लुकुमधारा हुनाहरू छ हाम्रो अनि गाई छ भने हामी यो सिँढी हिँड्सी पुङ्दीकोट ढुक्क पनि छ त्यो भने नि त अनि पुङ्दीकोटको रमाइलो छ यात्रा हाम्रो भगवान्लाई दर्शन गर्नुपर्छ अनि होइन अब हामी भित्रमा बस्दै हिँड्दै यत्रो गाई हुनुहुन्छ यत्रो छन् हामी हिँड्दै भनेपछि हिँड्दै हो क्या हामी लगभग हामी कति घन्टा हिँड्यो है हजुर 1 घन्टा मिठो हिँड्यो होइन हामी 1 घन्टाको बाटो हिँड्यो अब माथि चाहिँ कति समय पुग्छ अझै माथि कति समय लाग्छ 15 मिनट गेस्ट मिलेको छ 2 जनाको 15 मिनट चाल होइन ठिक छ रमाइलो छ जिन्दगानी हेर्दै घुम्दै हिँड्दै घुम्नको त मजा नै बेग्लै हुन्छ क्या होइन गाइज फाइनल्ली अब आइए जस्तो छ होइन हर हर महादेव ठ्याक्क जुन भएपछि बुढाल सिक्छ यार पुङ्दीकोट फाइनल्ली हामी आइसकेका छौँ अब बाटो यस्तो बाटो हुँदै आइरहेको छ हामी होइन अब कोही थकाइ लाँदै आराम गर्दै पछाडि हुनुहुन्छ भने कोही
दुगुरे अगाडि पुगिसक्नु भएको छ होइन। अनि त्यसपछि अब फाइनल्ली पुम्दीकोट चाहिँ आइयो क्या। खुसी लाउने खुसीको कुरा त्यही हो। यस्तो गर्मी राख्ने गाइस के गर्नु, पानी पर्ला पर्ला जस्तो आयो होइन। तर पनि नपरे हुन्थ्यो भन्ने हो, किनभने फेरि फर्किनु पनि त छैन हामीलाई, पानी नपरे हुन्थ्यो। गाइस छोटो अहिलेसम्मको भ्लग कस्तो लाग्छ कमेन्ट गर्दै गर्नु होला होइन। उहाँ माथिबाट साथीहरू भिडियो गराइरहेका छन्, पछाडि साथीहरूको आउँदै पनि छन्। म भनेको बिचमा परेँ। फाइनल्ली अब त 2 मिनट, ओन्ली 2 मिनट होइन। अब जम्मी 2 मिनट बाँकी छ जस्तो लाग्छ होइन। यति त हो बाटो। अब थकाइ लागिरहेछ, थकाइ पनि लाग्छ हिँड्न खुट्टाहरूको। अब मनमा एक किसिमको ऊर्जा पनि आएको छ होइन। अब शिव भगवानको दर्शन गर्न आउँछौँ हामी होइन। ग्रुपिङमा छौँ। अब भगवानको दर्शन गरेर आउँदा मन एकदम हर्षित भएको छ होइन गाइस। फाइनल्ली अब चाहिँ पुगियो कि यस्तो साथीहरू पछाडि नै बसेको छ। रमाइलो छ नि त ठाउँ त पुम्दीकोट होइन। बाटो यस्तो हाइट यस्तो फाइनल्ली आइयो भनौँ। आइएकै त हो नि। यस्तो बाटो हुँदै आइयो महादेवको दर्शन गर्न। जस्तो हुन्छ मिठो मिलाइदिनु होला। यो च्यानललाई लाइक कमेन्ट सेयर फर्स्ट सब्सक्राइब गर्न नभुल्नु होला। फाइनल्ली पुम्दीकोटको दर्शन पुम्दीकोट मन्दिरको दर्शन गर्न आइसकेको छौँ हामी। हाम्रो टोली कोही भित्र पसिसकेको छन् भने कोही पस्ने छन् होइन। फाइनल्ली हामी आइपुगेका छौँ। त्यो उता छुट्टै ठाउँ छ पुम्दीकोट जय शम्भु। फाइनल्ली पुम्दीकोट आइसकेका छौँ हामी होइन। फाइनल्ली हामी पुम्दीकोट आइसकेका छौँ। सबैले दर्शन गर्नु होला होइन। जय शम्भु। गाइस पुम्दीकोट दर्शन गरौँ है गाइस। यहीँबाट हामी दर्शन गरौँ गाइस। सबैले पुम्दीकोटको जय शम्भु होइन। उहाँ पछाडि चाहिँ लक्ष्मी माता हुनुहुन्छ होइन। पुम्दीकोटको चाहिँ यसम्म धेरै पछि आउनु सकियो, यहाँ सफल भयो होइन। धेरै आउने प्रयास गरिएको थिएँ तर सकेको थिइनँ। साथीहरूसँग घुम्ने फिल गर्नको लागि आइयो रमाइलो होइन। साथीहरू फोटो खिचिरहेका छन् साथीहरूले भने। अलि माथि आइसकेको दर्शन गर्न आइसकेँ म। फाइनल्ली हामीले दर्शन गरिसकेको छौँ पुम्दीकोट मन्दिर होइन।
गाइस पुग्ने गऱ्यौँ भने हामीले दर्शन गरिसकेका छौँ सर होइन यही केटापट्टि पुरा हुनुहुन्छ दर्शन सर हेर्ने कति गाई हुनुहुन्छ यहाँ होइन हाम्रो साथीहरू पुलिस स्टेसनमा पुरै खिच्दै हुनुहुन्छ अनि यस्तै गरिरहेको छ रमाइलो हर महादेव शम्भु गाइस हामीले चाहिँ पुग्नेको दर्शन गरिसक्यौँ होइन ल भन्नुहोस् पुग्नेको दर्शन गर्दा तपाईँलाई कस्तो अनुभव भइरह्यो कस्तो भयो जस्तो भयो पाइएन पहिलो कुरो त किन गर्नु पाउनु भएन त किन गर्न पाइएन भनौँ भिड भएर भिड भयो साथीहरू अलमहत्त भयो कता कता अब ढिलो भइसक्यो अनि अब घुममा जान पनि ढिलो हुन्छ त्यही भएर दर्शन गर्नु पाइएन होइन हजुर अनि तपाईँलाई भन्नुहोस् कस्तो अनुभव भयो पुग्ने गरेको आउँदाको हिँडाइ कस्तो रह्यो एकदम झकास आकाशमा पुगे जस्तो सबैजना एकदम हिँडेर जान्छ हो ल सबैजना हिँडेर जाने गाइस पुग्नेको दर्शन भइसक्यो होइन अब हामी चाहिँ अलिक फर्किँदै अब कुद्न पर्यो नि त्यहाँ कुद्दै हिँडिरहेको छौँ गाइस होइन कुद्दै अब मारे यस्तो थकाइरहेको अहिले अब रुममा पुगेको साथी थाहा छैन होइन यस्तो खुट्टा गर्दाखेरि नि यस्तो खुट्टा त धोइरहेको छ है गाइस अब त यस्तै हो यो च्यानललाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु होला होइन र गाइस लाइक कमेन्ट सेयर सब्सक्राइब भनिदिनु होला होइन गाइजहरू अगाडि हुनुहुन्छ अरू गाइस साथीहरू अघि हुनुहुन्छ हामी चाहिँ पुन्जीकोट जाँदा 1 घन्टा 45 मिनट लागेको थियो पुन्जीकोटबाट अहिले हामी झर्दा सिफर 15 मिनट भएछ 20 मिनटमा हामी तलै पुग्छौँ क्या जुनबाट हामी स्टार्टिङ भएको थियो नि त्यहाँ हाम्रो यात्रा सुरु भएको गाह्रो ठ्याक्क घरि हेरेर यात्रा लाग्छ भन्ने ठाउँबाट त्यहाँ हामी 20 मिनटमा तल झर्दैछौँ जहाँ 1 घन्टा 45 मिनट लागेको थियो नि जता सिधै जम्मा 20 मिनट क्या